साथीहरू नमस्ते। ज्ञानकुञ्ज नेपाल युट्युब च्यानलबाट आज तपाईहरुलाई मैले केही महत्त्वपूर्ण समसामयिक विषयवस्तुहरू लिएर उपस्थित भएको छु र ती विषयवस्तुहरूलाई यहाँहरु समक्ष पेश गर्ने अनुमति चाहन्छु। जस्तै सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको थियो भनेर आयो भने विक्रम सम्वत 2082 3 महिना 12 गते अथवा विक्रम सम्वत 2082 सालको असार 12 गते सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो। नम्बर 10 मा जाउँ। मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 कसलाई प्रदान गरियो? आङ छिरिङ शेर्पा है। आङ छिरिङ शेर्पालाई 2082 सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो। तेस्रो नम्बरमा जाउँ। गोपाल प्रसाद रिमाल पुरस्कार 2080 कसलाई प्रदान गरियो? कवि मन्जुल यानी कि मेघराज शर्मा नेपाललाई। नम्बर 4 राष्ट्रिय धान दिवस 2082 को नारा के हो हैन? असार 15 गते प्रत्येक वर्ष नेपालमा राष्ट्रिय धान दिवस मनाइन्छ र उक्त दिवसको नारा चाहिँ धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता हो र यो वर्षको धान दिवस राष्ट्रिय धान दिवस 22औं राष्ट्रिय धान दिवसको रूपमा मनाइएको हो। संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट कहिले पारित भएको थियो? विक्रम सम्वत 2082 3 महिना 15 गते यानी कि असार 15 गते 82 सालको असार 15 गते संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो। ओके साथीहरु, यस्तै अन्य महत्त्वपूर्ण समसामयिक यानी कि अन्य विभिन्न ज्ञानकुञ्ज का विषयवस्तुहरूलाई लिएर नै तपाईहरु समक्ष प्रस्तुत हुने गरेका छौं। त्यसैले हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला, छेउमा रहेको बेल आइकन पनि क्लिक गर्नुहोला, भिडियोलाई लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सुझाव दिनुहोला र आफूलाई गजब लागेको कुराहरू साथीहरुलाई पनि शेयर गर्न नभुल्नुहोला। थ्यांक यू।